साधु साधु साधु। आज हामीले अध्याय 6 अन्तर्गत पाठ 3 पवित्र स्थलहरू भनेर बुद्धगया र बौद्धनाथ स्तूपको बारेमा पढ्नेछौँ। र पाठ 3 अन्तर्गत पहिलो अनुच्छेदमा चाहिँ बुद्धगयाको बारेमा उल्लेख गरिएको पाइन्छ। यो बुद्धगया 4 पवित्र धामहरूमध्ये यो पनि एक महत्त्वपूर्ण धामको रूपमा रहेको छ। यहाँ एउटा थप्नु है। बुद्धत्वपछि 7 सप्ताह भयो। अहिले हात छिटो चलाउनलाई। अब हामी अन्तिमतिर आइरहेका छौँ। सायद आज नै सिद्धिन सक्छ। र विशेष गरेर आज अध्याय 6 को पाठ 3 जसमा चाहिँ पवित्र स्थलहरू भनेर यो परिधि किताबमा पहिलाको भगवान बुद्धको पालाका पवित्र स्थल र अहिलेको पवित्र स्थल गरेर यसरी एउटा पुरानो र अर्को नयाँ गरेर पवित्र स्थलहरू हामीहरूले पढ्नु परेको छ। सबभन्दा पहिले बुद्धगयाको बारेमा उल्लेख छ। बुद्धगया जो हामी पनि गइसकेका, यो चाहिँ हामी आफैले अनुभव गरेको स्थल हो जहाँ चाहिँ विभिन्न तीर्थ यात्रीहरू भ्रमणमा आउँछन्। र बुद्धगया जसलाई भगवान बुद्धले घुम्न लायक र हामीहरू मनुष्य जीवनमा एक न एकचोटि भए पनि त्यो स्थानमा पुग्नुपर्छ भनेर भगवान बुद्धले घुम्न लायक, हेर्न योग्य दर्शनीय स्थलको रूपमा दर्शाउनु भएको स्थल हो। त्यसैले गर्दा 4 धामहरूमध्ये एक धाम रहेको बुद्धगया। हुन त बुद्धगयाको जुन मेन मन्दिर छ त्यसलाई हामीहरूले बुद्धगया भनिरहेका छौँ। यहाँ चाहिँ स्थलको नाम होइन है। र यो चाहिँ बोधगया हैन, गया नजिक चाहिँ पर्दछ।
र बिहार राज्यमा पर्छ। र यो स्थल के कारणले प्रसिद्ध छ त भन्दा भगवान बुद्धले बुद्धत्व प्राप्त गर्नुभएको अति अतुलनीय उत्तम स्थलको रूपमा चाहिँ यो प्रसिद्ध रहेको छ, प्रख्यात रहेको छ। र टाढा टाढाबाट बौद्ध धर्मावलम्बीहरू, विभिन्न देशका बौद्ध धर्मावलम्बीहरू वर्षमा एकचोटि भए पनि या जीवनमा एकचोटि भए पनि यो स्थानमा पुग्नै पर्छ भनेर जसरी लुम्बिनी महत्त्व छ त्यस्तै यो स्थलको पनि महत्त्व त्यति नै रहेको छ। त्यसैले हामीहरूले यो स्थलको धार्मिक महत्त्व बुझ्नु पर्दा यहाँ धार्मिक महत्त्व के छ त भन्दाखेरि हामीहरूले एकैचोटि धार्मिक महत्त्व यहाँ चाहिँ विभिन्न बिहारहरू छ, यहाँ राष्ट्रिय अन्तर्राष्ट्रिय बिहारहरू छन्, त्यस्तै भगवान बुद्धको पालाका भग्नावशेष बिहारहरू छ भनेर नलेखिकन पहिला धार्मिक महत्त्व अलिकति भूमिका चाहिँ दिनुपर्ने हुन्छ। यो स्थानसम्म भगवान बुद्ध आउनुभन्दा अगाडि के भएको थियो? सुरुमा त उहाँ 4 निमित्त देख्नु भएर विरक्त लागेर जीवनको आशा खोज्नको लागि, सत्य खोज्नको लागि उहाँ महाविनिष्क्रमण गर्नुभयो, दरबारबाट छोड्नुभयो। र त्यस्तै उहाँले आफूले पाउन खोजेको ज्ञानको लागि कोसिस गर्दाखेरि दुष्करचर्यासम्म 6 वर्षसम्म गर्नुभयो। त्यसबाट केही प्राप्त नभएपछि उहाँ मध्यम मार्ग अपनाउनु भयो, होइन, खाना खान थाल्नुभयो, आफ्नो शरीरलाई दुःख दिन बन्द गरिदिनु भयो। त्यसपछि सुजाताले उहाँलाई खिर दान गरेर त्यो दिनको सुरुवात गरिदिनु भयो, जुन दिन उहाँ बुद्धत्व प्राप्त गर्दै हुनुहुन्थ्यो। त्यसपछि उहाँले चाहिँ खिर खाइसकेपछि त्यो खिरबाट उहाँले जब खाइसकेपछि नदी नजिकै गएर त्यो खिरयुक्त खिर पाएको जुन सुवर्ण पात्र छ त्यसलाई फालिदिएर, मतलब नदीमा बगाइदिएर सङ्कल्प गर्नुभयो, होइन, यो चाहिँ पात्र उल्टो बगेर गयो भने अवश्य पनि मैले बुद्धत्व पाउनेछु भनेर। ठ्याक्कै नबन्दै त्यो पात्र चाहिँ उल्टो बगेर गयो। त्यसपछि उहाँ चाहिँ स्वथीय घाँसीबाट केही मुठा घाँस प्राप्त भएर त्यही बुद्ध गयाको एउटा वरवृक्ष मुनि उहाँले चाहिँ मार विजय गरेर बुद्धत्व प्राप्त गर्नुभयो। र बुद्धत्व प्राप्त गरिसकेपछि जहाँ आफू बुद्धत्व प्राप्त गर्नुभएको थियो त्यही चाहिँ उहाँले 7 सप्ताह जुन सप्ताह भनेपछि 49 दिन भयो, 49 दिन चाहिँ उहाँले त्यसै स्थानमा बुद्धत्वको ओज, त्यसको तरङ्गले चाहिँ अत्यन्तै खुसी उत्पन्न भएर त्यही नै बिताउनु भएको थियो। त्यस कारणले हामीहरूले यहाँदेखि यहाँसम्म भूमिका बाँधेर यो स्थानको सुरुवातको कसरी भयो भन्ने कुरा चाहिँ बताउनु जरुरी छ, किनकि किताबमा पनि त्यसरी नै लेखिदिएको छ। त्यसैले यो हामीले पहिला पनि पढेको भयो बुद्ध जीवनीमा, त्यसैकै आधारमा पनि तपाईँहरूले लेख्न सक्नुहुन्छ। अनि अर्को महत्त्व भनेको यो सर्वोच्च पवित्र स्थल भनेर हामीहरूले बुझ्न सक्छौँ, किनकि यो स्थानमा खालि बौद्धहरू मात्र होइन, अन्य देशका व्यक्तित्वहरू, बुद्ध धर्मलाई आफ्नो नजिकबाट निहालिरहेका राष्ट्रिय अन्तर्राष्ट्रिय व्यक्तिहरूको लागि पनि यो चाहिँ अत्यन्तै महत्त्वपूर्ण स्थल हो। त्यस कारणले पनि युनेस्कोहरूले, होइन, वर्ल्ड हेरिटेजहरूले चाहिँ यसलाई आफ्नो पवित्र स्थलको रूपमा पनि स्वीकार गरेको छ। र त्यो पवित्र स्थललाई कुनै पनि हानि नोक्सानी नहुने किसिमबाट विश्वबाट नै संरक्षण गरेको छ। जसरी लुम्बिनीलाई संरक्षण दिएको छ, नेपाल सरकारले हेरे पनि नहेरे पनि उनीहरूले आफ्नो तर्फबाट हेरिरहेका हुन्छन्। र नेपाल सरकारले केही गर्नु पर्यो भने उनीहरू मार्फत कहिलेकाहीँ स्वीकृति लिनु पनि पर्ने अवस्था हुन्छ। त्यस्तै गरेर यो स्थल पनि त्यस्तै हो, विश्वले हेरिरहेको हुन्छ। अनि हरेक बौद्धहरूको चाहिँ मुख्य तीर्थको रूपमा वर्षमा एकचोटि भए पनि, जीवनमा एकचोटि भए पनि जानै पर्ने तीर्थको रूपमा मानिसहरूले यसलाई अत्यन्तै महत्त्वपूर्ण स्थलको रूपमा मान्ने। र यो तीर्थ यात्रीहरू धेरै जसो अहिलेको समयमा हामीले हेर्ने हो भने यो फागुनतिर, माघतिर धेरैजना तीर्थमा गइरहेका छन्। र तीर्थमा जाँदा छुटाउँदै नछुटाउने भनेको स्थलले यही बुद्ध गया हो, होइन, जुन चाहिँ धार्मिक, सांस्कृतिक, ऐतिहासिक हरेक महत्त्वले चाहिँ भरिएको छ। र धर्मचेतना तथा श्रद्धा जागृत त्यो स्थानमा तपाईँ जानुभयो भने, हुन त लुम्बिनी जाँदाखेरि पनि त्यो महसुस हुन्छ, एउटा छुट्टै किसिमको धर्मचेतना उत्पन्न हुन्छ, तरङ्ग उत्पन्न हुन्छ, आनन्द उत्पन्न हुन्छ। त्यहाँ जाने बित्तिकै यो चाहिँ भगवान बुद्धत्व प्राप्त गर्नुभएको स्थल हो
भनेर त्यहाँको माटोसम्म पनि मानिसहरूले लिएर आफ्नो देशमा लगेर घरमा लगेर पूजा गर्ने चलन छ। भनेपछि यो श्रद्धा उत्पन्न हुने स्थल भयो, श्रद्धा जागृत हुने स्थल भयो। त्यो स्थानमा रहँदा मात्र पनि दानशील भावनाको चेतना जागृत हुने स्थान भयो होइन। कोही भन्टेहरू त्यहाँ गएर कति दिनसम्म ध्यान पनि बस्ने गर्छन्। भनेपछि यो सबै हामीहरूले हेर्दा धर्म चेतना जागृत हुने र ध्यान बस्ने, किनकि भगवान् स्वयं त्यहाँ ध्यान बसेर बुद्धत्व प्राप्त गर्नुभएको कारणले गर्दा कोही कोही भिक्षुहरूको सङ्कल्प नै त्यो स्थलमा रहेर मैले पनि केही न केही ज्ञान पाऊँ भन्ने एउटा श्रद्धा उत्पन्न हुन्छ। उनीहरूले चाहिँ त्यो सङ्कल्प गरिरहेको हुन्छ है। त्यस कारणले गर्दा यो चाहिँ अत्यन्तै धार्मिक महत्त्व बोकेको स्थल भएको कारणले गर्दा बुद्ध गया बुद्ध धर्ममा र बौद्ध धर्मावलम्बीहरूको लागि अत्यन्तै महत्त्वपूर्ण स्थलको रूपमा रहेको छ भनेर तपाईँहरूले लेख्न सक्नुहुन्छ है। केही नबुझेको छ? अब यसपछि हामी अर्को त्यसमा जाऊँ। अब यसपछि हामीहरूले चाहिँ यहाँ रहेका स्थलहरू हुन त हामीहरू आफै पनि प्रत्यक्ष रूपमा देखिसकेका छौँ, तथापि हामीहरूले लेखेर यहाँ चाहिँ के छन् त त्यो बारेमा बुझौँ। सबभन्दा पहिलो स्थल महाबोधि मन्दिर। अब यो चाहिँ किताब अनुसार हो। यो बाहेक तपाईँहरू अहिलेको अवस्थामा जाँदा के भेट्नु भयो त्यो पनि तपाईँहरूले चाहिँ लेख्न सक्नुहुनेछ। यदि केही गरेर यो महाबोधि मन्दिरको बारेमा सोधियो भने। त्यो एकछिनमा आउँछ। यो अहिले महाबोधि मन्दिरको मात्र होइन, त्यो 3-4वटा छ पोइन्टहरू। यो सुरुको चाहिँ अगाडिको यो भयो, त्यसपछि बोधि वृक्ष, त्यसपछि वज्रासन, त्यसपछि 7 सप्ताह बिताउनु भएको स्थलहरू। अब सबभन्दा प्रमुख केन्द्रको रूपमा रहेको बुद्ध गयामा यो मुख्य मन्दिर भयो होइन। जुन मन्दिर हामीहरूले हेर्ने हो भने शिखर शैलीको अत्यन्तै कलात्मक है, त्यही कलात्मक सुन्दरता देखेर हामीहरूले काठमाडौँमा महाबौद्धमा पनि त्यसकै रेप्लिका चाहिँ तयार पारेर त्यहाँ बनाइएको छ, तर हुबहु सार्न सकेको छैन। किनकि प्रत्येकमा चाहिँ भगवान् बुद्धको आकृतिहरू थियो, त्यहाँ त्यस्तो छैन।
तथापि कोसिस चाहिँ गरिएको छ। भनेपछि यो जुन बुद्ध गयाको महाबोधि मन्दिर जुन शिखर शैलीमा चाहिँ निर्माण गरिएको छ र यो चाहिँ 15.2 वर्ग मिटर र 52 मिटर अग्लो रहेको छ। अनि त्यसपछि यो ठ्याक्क पूर्वतिर फर्केको छ। प्रायः जसो अब हामीहरूले मूर्तिहरू राख्दाखेरि पूर्वतिर फर्काउँछौँ, यहाँको भगवान् बुद्ध सबै चाहिँ पूर्वतिर फर्काउने चलन छ। त्यही हिसाबले चाहिँ पूर्वतिर फर्केको छ। अब भगवान् बुद्धको पालादेखि नै हामीले हेर्ने हो भने भगवान् बुद्धलाई विशाखा माओपासिकाले सोध्नु हुँदाखेरि कहाँतिर फर्काउने भन्दा उहाँले चाहिँ पूर्वतिर फर्काउनु भन्नुभएको थियो। त्यही भएर त्यो उहाँले बनाएको बिहारको नाम नै पूर्वाराम, होइन, पूर्वतिर फर्केको बिहार भनेर लेखिएको। भनेपछि त्यहाँदेखि चलिआएको एउटा संस्कारको रूपमा लिन सक्छौँ। अनि यो जुन भित्र रहेको भगवान् बुद्धको जुन मुख्य मूर्ति छ त्यो मूर्ति चाहिँ यसैका घटनालाई दर्शाउने गरेर भूमि स्पर्श, जुन भूमि स्पर्श गरेर उहाँले चाहिँ बुद्धत्व प्राप्त गर्नुभएको थियो, मायालाई विजय गर्नुभएको थियो, भूमिलाई चाहिँ उहाँले साक्षीको रूपमा देखाउनु भएको थियो, त्यही मूर्ति चाहिँ यहाँ रहेको छ। यसरी हामीहरूले महाबोधि मन्दिरभित्र के रहेको छ र कलात्मक कुराहरू र महाबोधि मन्दिरको परिचय भनेर सोध्यो भने हामीले यी कुराहरू चाहिँ लेख्न सक्छौँ र आफ्नो तरिकाले आफूले के देखेको छ त्यो पनि थप्न मिल्छ है। अब अर्कोमा जाउँ। बोधि वृक्ष। ज्ञान प्राप्त गर्नुभएको वृक्ष। अर्को वज्रासन। ध्यान बस्नु भएको आसन। संकल्पको प्रतीक। संकल्प भनेको अधिष्ठान। महाबोधि मन्दिर पछि है त्यसको नजिकै रहेको बोधि वृक्ष रहेको छ। यो जुन बोधि वृक्ष जहाँ चाहिँ भगवान् बुद्धले अन्य वृक्षहरूको तुलनामा, त्यहाँ त धेरै वृक्षहरू थियो, अहिले पो विभिन्न भग्नावशेषहरू हामीले देख्यौँ। त्यो समयमा त्यस्तो भग्नावशेषहरू पनि थिएन, वृक्ष नै वृक्ष थियो। तर स्वथीय घाँसीले दिएको जुन पराल छ त्यसलाई घाँस छ, घाँसलाई लिएर उहाँले चाहिँ बिछाउनु भएको जुन रुख छ, जहाँ आफू एकछिनपछि त्यो रुखलाई प्रयोग गरेर उहाँले चाहिँ ध्यान बसेर बुद्धत्व प्राप्त गर्दै हुनुहुन्थ्यो, त्यही रुखलाई नै हामीहरूले बोधि वृक्षको रूपमा मान्दछौँ। जुन रुखलाई प्रयोग गरेर उहाँले चाहिँ बुद्धत्व प्राप्त गर्नुभयो। र यो रुखको हामीहरूले कहानी हेर्ने हो भने यहाँ किताबमा दर्शाइरहे अनुसारले यो बोधि वृक्षलाई अशोक सम्राटले अत्यन्तै चाहिँ माया गर्नुहुन्थ्यो। किनकि उहाँले जब चण्डाल शोकबाट धर्माशोकमा परिणत हुनुभएको थियो
धर्मशोकमा परिणत हुनु हुँदाखेरि उहाँले भगवान बुद्धका अस्थि धातुदेखि लिएर उहाँका विहारहरू, उहाँका चैत्यहरू, उहाँका मुख्य मुख्य स्थलहरू सबैलाई संरक्षण गर्ने अभिभारा आफ्नो पनि हो भनेर सोचेर लुम्बिनी आउनुभयो। विभिन्न ठाउँमा हैन, निग्लियावा, ककुछन्द बुद्ध जन्मनु भएको स्थान सबै ठाउँमा चाहिँ आफू आएर त्यो स्थानलाई संरक्षण दिएको भनेर अशोक स्तम्भहरू पनि राखेर जानुभएको थियो। भनेपछि यो स्थानलाई पनि उहाँले अत्यन्तै चाहिँ महत्त्वका साथ मानेर उहाँले रक्षा गर्नुहुन्थ्यो। तर उहाँको चाहिँ जुन श्रीमती थियो महारानी, जसको नाम चाहिँ देखाइएको छैन है, उहाँ श्रीमती चाहिँले त्यो बोधि वृक्षलाई उहाँले धेरै माया गर्यो, आफूलाई भन्दा पनि धेरै माया गर्यो भनेर त्यो बोधि वृक्षलाई काट्न कोसिस धेरै गर्नुभयो है। काट्न कोसिस गर्दाखेरि पनि त्यो काट्नबाट बचेको रुखको रूपमा चाहिँ हामीले लिन सक्छौँ। र पछि गएर जब उहाँले आफ्नो बुद्ध शासनको अंशियार आफू हुनको लागि आफ्नो छोरालाई दान दिनुभयो, बुद्ध शासनमा भिक्षु बनाइदिनु भयो। त्यसपछि छोरीलाई दान दिनुभयो, भिक्षुनी बनाइदिनु भयो। छोरा चाहिँ धर्मप्रचारको क्रममा श्रीलङ्का जानुहुँदा महेन्द्र जो छोरा हो, महेन्द्र महास्थवीरलाई भिक्षुनी बनाउने एउटा मौका आएको थियो र आफूले नबनाइकन आफ्नो बहिनीलाई इन्डियाबाट बोलाउनु भयो, सङ्घमित्र हैन। उहाँले अनि उहाँ चाहिँ श्रीलङ्का जानुभन्दा अगाडि उहाँले बोधि वृक्षको एउटा हाँगा चाहिँ श्रीलङ्कासम्म यात्रामा लिएर जानुभयो र श्रीलङ्कामा लगेर त्यो बोधि वृक्षलाई रोपिदिनु भएको थियो। अहिले पनि अनुराधापुर भन्ने श्रीलङ्काको सहरमा त्यो अझै पनि छ बोधि वृक्ष। त्यस कारणले हामीहरूले यो मान्न सक्छौँ कि यो बोधि वृक्ष सबैभन्दा पुरानो हैन, कसैले पनि त्यसलाई भत्काउन नसकेको र हाँगा सबैले लिएर त्यो हाँगा धेरै फैलिएर एउटा बोधि वृक्षबाट धेरै बोधि वृक्ष भएको रुखको रूपमा हामीले लिन सक्छौँ है। बर्मामा पनि यताबाट कति हाँगा लिएर गएको छ, त्यही हाँगा रोपेर त्यसैलाई बोधि वृक्ष भनेर मानेर चाहिँ पूजा गरेको पाइन्छ। हरेक बुद्ध जयन्तीको समयमा अब हामीले पनि यता पूजा गर्छौँ। त्यस्तै विभिन्न बिहारहरूमा आफ्नै बोधि वृक्षको रुख छ। यो सबै बोधि वृक्षको रुख चाहिँ यही बुद्ध गयाबाट ल्याइएको हो। भगवान बुद्ध जन्मनु भएको रुखलाई खासै महत्त्व दिन्न, त्यसलाई पनि बोधि वृक्ष भन्छ। तर त्योभन्दा पनि यो जुन बुद्धत्व प्राप्त गर्ने वृक्ष छ, जस्तो जुन बोधि हो, त्यसलाई चाहिँ बोधि वृक्षको रूपमा लिइने चलन छ। त्यस कारणले यो बोधि वृक्ष अत्यन्तै ज्ञान प्राप्त गर्नुभएको वृक्षको रूपमा चाहिँ धेरै संसारले मानिएको वृक्ष भएकोले यो बोधि वृक्षको अत्यन्तै महत्त्व छ भनेर हामीहरूले बुझ्ने र लेख्न सक्छौँ। अर्को छ वज्रासन। बोधि वृक्षसँगै आफू जुन बसेको आसन छ, अब पहिला त परालको आसन थियो उहाँ बस्नुभएको मुख्य आसन, तर त्यहाँ अहिले चाहिँ विभिन्न तरिकाले बनाएर राखिदिएको छ, जसलाई चाहिँ वज्रासन। वज्रको आसनमै त्यो यो खाट जस्तो राखिदियो। हजुर, खाट जस्तो त्यो सजाइएको छ। तर हामीहरूले ऐतिहासिक घटना सूत्रहरू हेर्दाखेरि यस्तै छ भन्ने चाहिँ छैन, किनकि हामीले सुनिरहेको जस्ट घाँस राखेर बिछाएर उहाँ बस्नुभएको। हजुर, अब यसलाई चाहिँ हामीले के भन्न सक्छौँ त भन्दा सुरुमा त यो आसनमा भगवान बुद्ध ध्यान बस्नुभएको, बोधि वृक्ष सँगै भयो, आसनमा उहाँ ध्यान बस्नुभएको हो। र यो ध्यान बस्ने जुन वज्रासनमै उहाँले चाहिँ सङ्कल्प गर्नुभएको थियो, अधिष्ठान गर्नुभएको थियो कि म बुद्धत्व प्राप्त नभएसम्म यो आसनबाट चाहे मरे मरोस्, हड्डी मात्र बाँकी नै किन नहोस्, म उठ्ने छैन भनेर सङ्कल्प गर्नुभएको कारणले गर्दा त्यो आसन सङ्कल्पको एउटा प्रतीक, अधिष्ठान गऱ्यौँ भने जे काम पनि सम्भव हुन सक्छ भन्ने एउटा प्रेरणा दिने खालको प्रतीकको रूपमा अहिलेसम्म पनि अडिग रहेको छ। त्यसैले मानिसहरू त्यहाँ जाँदाखेरि त्यो सङ्कल्प गर्ने स्थान देखेर मैले पनि केही न केही सङ्कल्प गर्नुपर्छ, मैले पनि जीवनमा चाहिँ राम्रो राम्रो सङ्कल्प गर्न सक्नुपर्छ। भगवान बुद्धले त यो स्थानमा बसेर सङ्कल्प गरेर बुद्धत्व प्राप्त गर्नुभयो, मैले पनि सक्छु भनेर त्यस्तो चाहिँ प्रेरणा उत्पन्न हुने स्थल है। त्यसरी चाहिँ तपाईँहरूले बुझ्नु होला। अब अर्को छ सात सप्ताह बिताएको स्थान
सप्त स्थान। एक बोधि पल्लंक, दोस्रोमा अनिमिष, लोचन, अनिमिष लोचन चैत्य या स्तूप भने पनि भयो। तेस्रोमा चङ्क्रमण स्थल, चारमा रत्नागर चैत्य, पाँचमा अजपाल वृक्ष, छमा मुचलिन्द वृक्ष, सातमा राजायतन वृक्ष। यसरी चाहिँ 7वटा। र अर्को चाहिँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बिहारहरू। अब हामीहरूले यो बुद्धगया अन्तर्गत भित्र देख्ने भनेको नै यो सप्त स्थान जहाँ भगवान शास्ताले जब बुद्धत्व प्राप्त गर्नुभयो, बुद्धत्व प्राप्त गर्नु हुँदाखेरि उहाँलाई त्यो बुद्धत्व प्राप्तिको ओज भन्छ जुन तरङ्ग, त्यसको प्रभावले गर्दाखेरि उहाँले केही पनि खाना नखानु भइकन 7 सप्ताहसम्म बिताउनु भयो, जहाँ चाहिँ उहाँको त्यो बुद्धत्व प्राप्तको तरङ्गले गर्दा हरेक स्थानमा उहाँले विभिन्न तरिकाको प्रयोग गर्दै हैन, उहाँले आफूले पाएको ज्ञानलाई अनुलोम प्रतिलोम गर्दै हेर्दै यो ज्ञान कस्तो रहेछ, यो ज्ञानबाट चाहिँ मैले त्यत्रो असङ्ख्य वर्षसम्म सङ्कल्प गरेको, मेहनत गरेको यो ज्ञान मैले पाएँ भनेर त्यो खुसीले पनि उहाँले चाहिँ त्यही स्थानमा पूजाआजा गर्नुभयो हैन। मन वचन शरीरले चाहिँ यसरी 7 सप्ताह कहिले सङ्क्रमण गर्नुभयो, कहिले वृक्षमा ध्यान बस्नुभयो, कहिले आँखाले एकटकले बोधि वृक्षलाई हेरेर ध्यान गर्नुभयो। यसरी चाहिँ विभिन्न तरिकाले चाहिँ उहाँले यो 7 सप्ताहसम्म बिताउनु भएको थियो। र हरेकको आफ्नै कहानी छ है, यो चाहिँ अब किताबमा त्यो धेरै छैन, त्यस कारणले हामीले चाहिँ यो 7 सप्ताहको नामहरू चाहिँ याद गर्नुपर्ने हुन्छ, कुनै न कुनै सोध्न सक्छ। अब मुख्य गरेर हामीहरूले हेर्ने हो भने धेरै जसो वृक्ष र स्तूप छ। यो वृक्ष र स्तूपमा नै उहाँले धेरै जसो बिताउनु भएको स्थल, जहाँ चाहिँ उहाँले 7 सप्ताहसम्म बिताउनु भएको थियो। किन बिताउनु भयो त? बुद्धत्व प्राप्त गरिसकेपछिको उहाँले त्यो बुद्धत्वको तरङ्गलाई महसुस गर्नको लागि उहाँले यसरी बिताउनु भएको थियो भनेर बुझ्न पनि सकिन्छ। र यही स्थानलाई धेरै आफ्नो बौद्धहरूको मुख्य प्रतीक मानेर बौद्ध देश जति पनि छन् उनीहरूले त्यहाँ आएर बुद्धगयालाई आफ्नो पवित्र स्थल मानेर विभिन्न स्थानमा अन्तर्राष्ट्रिय रूपमा बिहारहरू बनाएर त्यो बुद्धगयालाई संरक्षण दिएको छ।
है। हामीहरूले चाहिँ अनागारिका धर्मपालको तपाईँहरूले जीवनी पढ्नुभयो भने बुद्ध गया जुन अहिले देखिन्थ्यो त्यस्तो थिएन। त्यस कारणले उहाँले चाहिँ महाबोधि सोसाइटी भनेर निर्माण गर्नुभयो। श्रीलङ्काबाट आउनुभएको व्यक्ति उहाँले महाबोधि सोसाइटी भनेर निर्माण गर्नुभयो र महाबोधि सोसाइटीको मुख्य कर्तव्य नै बुद्ध गयालाई संरक्षण गर्नु थियो, किनकि त्यहाँ हिन्दुत्वले धेरै अखडा बनाइरहेको थियो। हिन्दूहरूले त्यहाँ यज्ञ होम गर्ने, बलि दिने र बुद्धको स्थल भनेर नै कसैलाई थाहा थिएन। त्यस्तो स्थानलाई अनागारिका धर्मपाल लगायत पछि धेरै त्यो महाबोधि सोसाइटीसँग जोडेर त्यो स्थललाई चाहिँ धेरै संरक्षण दिएको पाइन्छ। जब त्यो थाहा पाइसकेपछि अनि राष्ट्रिय रूपमा त्यहाँका सरकारले पनि त्यसपछि त्यो स्थललाई अगाडि बढाउनको लागि धेरै काम कुराहरू निर्माण गरेर अहिले पर्यटकीय स्थलदेखि लिएर धार्मिक, सांस्कृतिक, ऐतिहासिक महत्त्वले बोकेको स्थलको रूपमा हामीहरूले देख्न सक्छौँ है। अहिले जुन अवस्था छ त्यो पहिला थिएन। जसरी लुम्बिनीलाई पत्ता लगाउन के गर्नु पर्यो त्यस्तै त्यो स्थल पनि पत्ता त लागिएको थियो तर पनि संरक्षण चाहिँ भएको थिएन है। याद त छ के अरे थाहै पनि छैन मलाई त, याद छैन। मलाई त याद छ। नजिकै छ नि सबै त्यो ठाउँ त्यहाँ छ। अनि मिसो त्यहीँ छ, त्यहीँ चक्रमन त्यहीँ छ, रत्नगर त्यहाँ छ, अझ पाल यता छ, अनि के अरे मुचन्द छ, अनि यहाँ राजा यता नभनेको यतापट्टि छ के लास्ट छेउमा। अब हामी पढ्ने बौद्ध स्तूप अर्थात् जसलाई खास्ती चैत्य भनेर पनि भनिन्छ, जुन काठमाडौँका नेवार र तिब्बती समुदायसँग जोडिएको ऐतिहासिक स्थलको रूपमा हामीहरूले बौद्धलाई लिन सक्छौँ। यो बौद्ध स्तूप काठमाडौँको बौद्ध क्षेत्रमा रहेको छ। बौद्ध क्षेत्रमा अवस्थित काठमाडौँबाट करिब 7 किलोमिटर पूर्वमा पर्छ। स्थानीय भाषामा खास्ती चैत्य भनिन्छ। यो मण्डलाकारमा बनाइएको छ। सुरुमा यसको यो सानो परिचय भनौँ हैन, कता अवस्थित छ। जसरी हामीले बुद्ध गयाको परिचय यो गयामा छ, यो चाहिँ बिहार राज्यमा छ भने जस्तै यो बौद्ध स्तूप पनि अब तपाईले सुरुबाट लेख्न चाहनुभयो भने यो नेपालमा छ। अब हामी त नेपाल नै भएको भएर यो नेपालमा छ, लेखे पनि भयो नलेखे पनि भयो। यहाँ चाहिँ तपाईहरुले नेपालको काठमाडौँको बौद्ध क्षेत्रमा छ भनेर लेख्न सक्नुहुन्छ। यसको परिचय दिनु पर्यो भने तपाईहरु पनि जानु भइसक्यो होला। यो बौद्ध क्षेत्र जुन बौद्ध जसलाई चाहिँ थेरवाद भन्दा पनि महायान र वज्रयानको चैत्यको रूपमा चाहिँ यसलाई लिइएको पाइन्छ र उनीहरूले नै यसलाई संरक्षण गरेको हामीले देख्न सक्छौं। र बौद्ध स्तूप जसलाई खास्ती चैत्य, स्थानीय भाषामा यसलाई चाहिँ खास्ती भनिन्छ हैन। खास्ती भनेको खसुती, यानी कि त्यो शीतको थोपाबाट पानी नपरेको अवस्थामा शीतको थोपाको प्रयोग गरेर अब त्यो बेलामा कसरी मेहनत गरे होला त्यसबाट उनीहरूले अब
कन्स्ट्रक्सन निर्माण गरेको भनेर चाहिँ यसरी उल्लेख गरिएको पाइन्छ। त्यस कारणले खसुतीबाट निर्माण गरेको भएर यसलाई खास्ती चैत्य भन्यो। स्थानीय भाषाबाट नेवारहरू जो बस्ती थियो उनीहरूले पछि गएर यसलाई चाहिँ बौद्ध हैन बौद्धहरूको स्तूप भएको कारणले गर्दा बौद्ध स्तूप भन्न थाले। र यो काठमाडौँबाट करिब 7 किलोमिटर पूर्वतिर पर्न जान्छ। हामीहरू गयौँ भने यो चाहिँ पशुपतिबाट अझै उता गएर 7 किलोमिटर पूर्वतिर पर्न जान्छ। र यो चाहिँ हामीहरूले मुख्य यो मण्डला आकारमा बनेको छ। मण्डला भनेको गोलो आकार भयो, जसमा चाहिँ यो वज्रयान महायानहरूले यो मण्डलालाई अत्यन्तै पवित्र मन्त्रको रूपमा ग्रहण गर्ने गर्छन्। र यो मण्डलामा जति पनि भगवान बुद्धको जीवनीहरू छन्, जीवनीहरूलाई दर्शाउन पनि मण्डला नै प्रयोग गर्छ। र त्यस्तै मन्त्रहरू लुकाउनको लागि पनि मण्डला नै प्रयोग गर्छ। अहिले त कस्तोसम्म भइसक्यो भन्दा मण्डला भनेको एउटा कलाकृति हैन, चित्र बनाउने एउटा माध्यम मात्र बन्न गएको पाइन्छ। तर वास्तवमा यसको महत्त्व अत्यन्तै धेरै छ हैन। यसमा ध्यान, ज्ञान, मन्त्र सबै लुकेको छ। मानिसहरूले पहिला पहिला त्यो मन्त्रहरू हराउँला हैन, ध्यान ज्ञानका कुराहरू चाहिँ लोप भएर जाला भनेर यसरी चित्रको माध्यमबाट चाहिँ दर्शाउने चलन थियो। र त्यसलाई पछिसम्म पनि व्यवस्थित तरिकाले राख्ने चलन थियो। अब हामीहरूले प्रतीत समुत्पाद पनि हेर्ने हो भने यसलाई चाहिँ एउटा गोलो चक्रको रूपमा लिइन्छ हैन। सुरुमा चाहिँ जन्म भयो, फेरि घुम्दै 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 मृत्यु भयो, जन्म भयो, फेरि घुम्दै घुम्दै मृत्यु भयो। त्यही जीवन र मरणको चक्र, यसैबाट मण्डलाको आकृति बनेको पाइन्छ भन्ने विश्वास पनि रहेको छ है। हामीहरू यो बौद्धहरूकै धर्मबाट व्यवस्थित भएर गएको कारणले गर्दाखेरि यो मण्डला त्यो कन्सेप्टबाट चाहिँ बनेको हुनसक्छ। यो भयो। अब हामी धार्मिक महत्त्वमा जाउँ। यसमा काश्यप बुद्धको अस्थि धातु, अस्थि राखिएको विश्वास छ। बुद्धले प्रयोग गर्ने सामग्रीहरू राखिएको विश्वास छ। बौद्ध धर्मावलम्बीहरूको पवित्र स्थल यो सुरुमा धार्मिक महत्त्व पढौँ, त्यसपछि अर्को महत्त्वमा जाउँला। किताबमा त पुरै प्याराग्राफै लेखेको छ, मैले अलिक छुट्याइदिएको छु। अब बौद्ध स्तूप जुन काठमाडौँमा रहेको बौद्ध स्तूप, यसको धार्मिक छुट्टै महत्त्व रहेको छ। यो कसले बनायो भन्ने अहिलेसम्म पनि किंवदन्तीको रूपमा मात्र रहेको छ। एक्ज्याक्टली यसैले बनाएको भन्ने कुरा पनि नरहेको कारणले गर्दा यसका धेरै विश्वासहरू छन् हैन। त्यो अवस्थामा
जुन हामीहरूले हेर्ने हो भने यो चैत्यहरू बनाउँदाखेरि पहिला पहिलादेखिको चलन हामीले हेर्ने हो भने भगवान् बुद्धको अस्थि राख्नुपर्छ भन्ने एउटा संस्कृति मान्यता संस्कार थियो। त्यस कारणले अब अस्थि धातु भएन भने के राख्ने त भन्दा किताबहरू भए पनि ग्रन्थहरू भए पनि भगवान् बुद्धले प्रयोग गरेको पात्रहरू होइन भगवान् बुद्धले प्रयोग गरेका लुगाहरू त्यसरी सामानहरू राख्ने चाहिँ चलन छ। त्यसरी भए पनि चैत्य बनाउने चलन छ। मतलब चैत्य त्यसै खोक्रो चाहिँ राखेन। त्यस कारणले नै चैत्यको महत्त्व भएको। चैत्यभित्र केही न केही अब राजा महाराजाहरूले पहिला पहिला आफू चाहिँ मृत्यु हुनुभन्दा अगाडि आफ्ना जति पनि सम्पत्तिहरू छन् त्यो सम्पत्ति चैत्यभित्र राख्ने गर्थ्यो ताकि त्यो दान जस्तो पनि भयो होइन अरूले अब त्यो लुट्न पनि सकेन। अब स्वयम्भूमा पनि त्यसरी राखिएको छ भन्ने विश्वास रहे जस्तै यो बौद्धमा पनि सबभन्दा सुरुमा त काश्यप बुद्धको अस्थि धातु छ भनेर विश्वास गरिन्छ। अब छ छैन चाहिँ थाहा छैन तर एउटा विश्वास हो। अनि सँगसँगै उहाँले प्रयोग गर्ने सामग्रीहरू चिवर पात्र यिनीहरू पनि राखिएको छ भन्ने एउटा विश्वास छ है जनविश्वास चाहिँ रहेको छ। त्यसैले पनि बौद्ध धर्मावलम्बीहरूले यसलाई आफ्नो पवित्र स्थलको रूपमा लिन्छ। यसलाई चाहिँ वर्षमा एकचोटि भए पनि अब कोही कोही त काठमाडौँमै बस्नेहरू हप्तामा एकचोटि गएर दर्शन गरिरहेको हुन्छ। अनि त्यहाँ स्थलमा चाहिँ अब त्यो गोलो आकार भयो नि त तीनचोटि भए पनि घुम्नुपर्छ भन्ने हामी जाँदाखेरि त्यस्तो विश्वास रहेको छ। धेरै मानिसहरूले एकचोटि मात्र घुम्ने होइन तीनचोटि घुम्ने भनेर भनिरहेका हुन्छन्। झन् वज्रयान महायान मान्नेहरूले त अष्टाङ्ग दण्डवत गर्छ होइन त्यो पुरै यो शरीर नै तल राखेर वन्दना गर्दै 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 घुमेको पाइन्छ। त्यो किसिमको श्रद्धा आस्था उनीहरूमा रहेको छ। त्यसरी घुम्यो भने रोगहरू विनाश हुने मन शान्त हुने पुण्य मिल्ने त्यसरी विश्वास रहेको छ। कोही कोहीले त त्यो माने घुमाउँदै पनि गइरहेको हुन्छ कसैले जप घुमाउँदै गइरहेको हुन्छ। त्यसरी चाहिँ त्यो घुम्ने चलन रहेको कारणले गर्दा पनि एक त यो मण्डल आकारमा बनेको छ त्यसमाथि यसरी घुम्ने चलनले गर्दाखेरि उनीहरूमा झन् आस्था चाहिँ वृद्धि भएको पाइन्छ। अब हामी ऐतिहासिक महत्त्वतिर जाउँ। यो चाहिँ धार्मिक महत्त्व भयो। ऐतिहासिक महत्त्व नेपाल तिब्बत व्यापारसँग संबंधित या संबंध ल्हासा जानु अघि गएर आएपछि पूजा गर्ने प्रचलन। तिब्बती बौद्ध क्षेत्र गुम्बा र विहारहरू निर्माण बौद्ध अध्ययन केन्द्र
अब हामीहरूले ऐतिहासिक अघि धार्मिक महत्त्व भयो र ऐतिहासिक महत्त्व के रहेको छ त भन्दा पहिला नेपाल र तिब्बतको व्यापार गर्दाखेरि यो काठमाडौँको नाका हुँदै तिब्बतसम्म जाँदा यो क्षेत्र अत्यन्तै महत्त्वका साथ मानिसहरूले दर्शन गर्ने क्षेत्रको रूपमा लिइएको पाइन्छ। त्यस कारणले गर्दाखेरि पनि नेपाल र तिब्बतको व्यापारसँग यो सिधा सम्बन्ध रहेको छ, किनकि तिब्बतका जति पनि सामानहरू बौद्धमा मिल्ने गर्थ्यो पनि र त्यही बौद्धमा चाहिँ बेचिने पनि गर्थ्यो। अहिलेसम्म पनि हामीहरूले हेर्ने हो भने थाङ्का लगायत लामा बद्रियानीहरूले प्रयोग गर्ने लुगा, थाङ्का, मण्डलादेखि लिएर तिब्बती खानाहरू हामीहरूले त्यहाँ खान पाउँछौँ। भनेपछि यो पहिलादेखिको सम्बन्ध रहेको स्थल भयो र त्यति बेलामा मानिसहरूले जब ल्हासामा गएर व्यापार गर्ने, व्यवसाय गर्ने र किनबेच गरेर आउने क्रम र जाने क्रम चलिरहने अवस्थामा जानुभन्दा अगाडि त्यहाँ सङ्कल्प गरेर भाकल गरेर पूजा गरेर जाने गर्थ्यो र जुन भाकल र पूजा सुसम्पन्न हुन्थ्यो र उनीहरूलाई चाहिँ फाइदा मिल्थ्यो। त्यो फाइदा मिलिसकेपछि आएर फेरि त्यो स्थललाई पूजा गरेर दक्षिणा चढाउने इत्यादि गरेर उनीहरूले चाहिँ आफ्नो जीवन व्यतीत गर्ने प्रचलन रहेको थियो। त्यस कारणले तिब्बतबाट आउने जाने क्रममा नेपालीहरू तिब्बतीसँग विवाह गर्नेदेखि लिएर अनेकौँ प्रचलनहरू सुरु भयो र तिब्बतीहरू पनि नेपाल आएर बसोबास गर्ने इत्यादि सुरु हुँदाखेरि तिब्बतीहरूले चाहिँ यही बौद्ध क्षेत्रलाई आफ्नो क्षेत्रको रूपमा माने, किनकि उनीहरू बौद्धहरू हुन् र बुद्ध धर्म र बौद्ध चैत्यहरू आसपासमा बस्न रुचाउने भएको कारणले गर्दा त्यो स्थललाई संरक्षण गर्ने हेतु तिब्बतबाट लामा गुरुहरूदेखि लिएर हरेक मानिसहरू त्यहाँ आएर बसे र बसिसकेपछि उनीहरूले गुम्बाहरू र विहारहरूको निर्माण गरे र त्यही स्थलमा आफूले अध्ययन पनि गर्न पाउने हिसाबले उनीहरूले बौद्ध अध्ययन केन्द्र है अहिले पनि छ त्यहाँ बौद्ध अध्ययन केन्द्र सङ्ग्रहालयहरू उनीहरूले चाहिँ निर्माण गरेर बसे, जसले हामीहरूले यो तिब्बत भएको अवस्थामा नेपाल र तिब्बतसँग सम्बन्धित क्षेत्रको रूपमा यसलाई चाहिँ लिन सक्छौँ है। अहिले त नेपालीहरू पनि त्यहाँ रहेर बसेर धेरै व्यवसायहरू गरेका छन् र नेपालको काठमाडौँको त्यो स्थल चाहिँ अत्यन्त पर्यटकीय स्थलको रूपमा हामीहरूले लिन सक्छौँ। बुझ्नुभयो है। अब हामी यसको संरचनातर्फ जाउँ, कसरी बनेको छ। उचाइ करिब 43 मिटर, यो भनेको 120 फिट। आकार मण्डला, मध्य भाग गोलोडोम, माथि अर्मिका, गजुर, छत्र, बुद्ध, चार दिशामा, चार बुद्ध, वरिपरि
108 साना कोठा विभिन्न देवी देवता तथा बोधिसत्व का मूर्तिहरू पूजा स्थल र अन्य। यसरी यसको संरचना भित्र बाहिर विभिन्न रहेको छ। लेख्नुभयो? अब यसको संरचना धेरै जसो बौद्ध नेपालमा बौद्ध विहारहरू गुम्बाहरूमा चैत्य बनाउने जुन संरचना छ, हामीले स्वयम्भूलाई हेरौँ र त्यस्तै विभिन्न विहारहरूमा चैत्य बनाउने जुन संरचना छ, यसलाई हामीले नेपाली स्टाइलको भन्न सकिन्छ। किनकि विदेशमा चाहिँ चैत्य यसरी नै तलबाट घुमेर माथि चुच्चो हुँदै जान्छ, तर उनीहरूको शैली र हामीहरूको शैलीमा फरक छ। त्यस कारणले गर्दा हामीहरूले जुन बनाउने पहिला परम्परागत वज्रयान महायान र थेरवाद जुन सबै मिलेर जुन बनाइयो, त्यो चैत्यको आफ्नै एउटा महत्त्व रहेको छ हैन। त्यसै लगेर टकटक जोडेको होइन कि त्यहाँ कुनै न कुनै चिजहरू राखिएको छ। जस्तै सबभन्दा हामीहरूले पहिला हेर्ने हो भने यो आकार चाहिँ मण्डला आकारमा यो गोलो घुमेको छ। यसको उचाइ चाहिँ करिब 43 मिटर चाहिँ अग्लो रहेको पाइन्छ र यसमा मध्य भागमा गोलो डोम, यसलाई चाहिँ डोम भनेर भनियो है। यो जुन गोलो छ त्यसलाई चाहिँ हामीले अब के भन्ने, यसमा चाहिँ डोम भनेर भनेको छ। र माथि चाहिँ हर्मिका, यो जुन गजुर छ यहाँ माथि चाहिँ गजुर भयो, यो चाहिँ गजुर भयो। उचाइ चाहिँ 43 मिटर भयो, गोलाइ 120 फिट व्यास 120 है। त्यसरी चाहिँ बुझ्नु भयो पनि भयो। अब यो चाहिँ छत्र भयो, यो छाता जस्तो देखिने। यो हर्मिका चाहिँ यो आँखा, त्यो हर्मिका भनेको त्यो फेस देखिएको त्यो भागले यो चारपाटे यो छ नि, यसलाई चाहिँ हर्मिका हर्मिका भनेको त्यो चारो सबै आँखा। अनि यो 13 के भन्छ भुवन भन्छ कि के भन्छ, 13 भुवन। खासमा यसलाई त्रयातिंश भुवनको रूपमा बनाइएको हो। यो 13 भुवन भनेको त्यही हो। 13 भुवन, यो चाहिँ हर्मिका, यो चाहिँ आँखा नाक सबै भएको। आँखा जहाँ छ चतुकोणलाई चाहिँ हर्मिका भनेर भनियो। अनि अर्को चाहिँ 108 वटा साना कोठा, तपाईँले देख्नु भएको छ
बौद्धको त्यो चैत्य देख्दाखेरि यो सानो सानो कोठाहरू छ तलपट्टि छ यो चाहिँ 108 वटा छ है यो उता पनि छ अँ। यो चाहिँ सबै गोलोमै सबैमा छ 108 जुन हामीहरूले जपमालाहरू जप्दा पनि 108 गर्छौँ होइन घेरुवा पनि 108 बाल्छौँ त्यो चाहिँ एउटा ऐतिहासिक महत्त्व रहेको छ हाम्रो चाहिँ त्यसमा यसोटा सबै छन् के यो जुन श्रद्धा पढ्न भएका हाम्रो महिलाहरू यिनीहरू सबै फोटो बुद्धको पालामा भएकाहरूको सबैको 108 वटा त्यो एउटा प्रतिमा यत्रो सानो सानो एउटा राखेको छ अनि यहाँ तपाईँले अर्को थप्न सक्नुहुन्छ है यो चाहिँ झन्डाहरू यो मायानी त होइन तोरण र त्यसमा मन्त्रहरू पाठहरू लेखिरहेको ओम माने पद्मे ओम त्यस्तो पाठहरू लेखिरहेको हुन्छ अनि तपाईँहरूले अझै थप्ने हो भने यहाँ तल चाहिँ माने हुन्छ यहाँ तलतिर चाहिँ घुम्नको लागि मानेहरू छ है यसरी चाहिँ हामीहरूले अब तपाईँहरू गइसक्नु पनि भयो आफ्नै तरिकाले यस्तो यस्तो छ यो छ भनेर यस्तै लेख्नुपर्छ भन्ने छैन आफ्नो तरिकाले जे बुझिएको छ त्यो अनुसारले लेख्नु होला तर नामहरू चाहिँ नछुटाउनु होला है गजुरलाई गजुर नै भनेर लेख्नु होला छत्रलाई छत्र नै भनेर लेख्नु होला यो चाहिँ छत्र अब अघि हामीहरूले भनिहाल्यौँ खसुती भनेको नेवार भाषामा शीतको पानी हो त्यसको पानीको माध्यमबाट बनाइएको भएर यो चैत्यलाई नै खसुती या चाहिँ खस्ती चैत्य भनेर भनियो अब किताबमा हेरे अनुसारले 1979 सन् 1979 चाहिँ यसलाई युनेस्को विश्व सम्पदा सूचीमा राखिएको पाइन्छ यो चाहिँ एकदम याद गर्नु होला है सन् 1979 मा चाहिँ यसलाई विश्व सम्पदा सूचीमा राखिएको छ यो खाली ठाउँमा भर्न आउन सक्छ र यो चाहिँ भूकम्पको समयमा यो हल्का चर्केको थियो त्यस कारणले गर्दाखेरि विक्रम सम्वत 2072 साल महाभूकम्पमा क्षति भएको कारणले गर्दाखेरि यसको पुनर्निर्माण गरिएको थियो 2072 सालमा र यहाँ चाहिँ विभिन्न होटेलदेखि लिएर अन्तर्राष्ट्रिय पर्यटकहरूलाई आकर्षित गर्ने धेरै होटेल त्यस्तै स्थानहरू रहेको छ जहाँ चाहिँ पर्यटकहरू पनि भित्रिने गर्छन् र बौद्ध का जुन जति पनि गतिविधिहरू छन् उनीहरूले निहालेर जनचेतना फैलाउने श्रद्धा भक्तिले उनीहरूले पूजाआजा गर्ने एक त बौद्धहरू पूजा गर्नलाई जान्छन् भने पर्यटकहरू हेर्नलाई रमाइलो गर्नलाई त्यो स्थानको दर्शन गर्नको लागि जाने गर्छन् यहाँ माने मन्दिरको तल माने त चारैतिर ठुलो माने र यता फेरि बत्ती घर छ नि त्यहाँनिर छ ठुलो माने ठुलो माने पनि छ भनेर लेखिदिनु होला यहाँ जति लेखेको छ त्यो सबै किताबमा लेखेको सबै पर्याप्त छैन तपाईहरुले हेरेर आफ्नो तरिकाले लेख्न सक्नुहुन्छ त्यहाँ बत्ती घर हो त्यो माथि जम्मै बत्ती बाल्ने अनि त्यो ठुलो माने छ एकछिन ब्रेक लिउँ है यसपछि हामी पाठ 4 मा जाउँला दक्षिणतिर पर्छ त्यो यो लेख्न सिध्याउनु भयो मेट्याउनु भयो
अब वातावरण संरक्षणको लागि बुद्धि शिक्षा। चार पण्डित वातावरणको परिभाषा पृष्ठभूमि। फ्याक्ट्रीलाई के भन्छ नेपालीमा? उद्योग उद्योग।
यो सुरुको पाठको सुरुका जुन पृष्ठभूमि र वातावरण विनाशका कारणहरू, हुने समस्याहरू इत्यादिसँग सम्बन्धित छ है यो। भयो यो सबै एउटा एउटा पोइन्ट हो। यो यस एउटा भयो, यो एउटा भयो, यो एउटा भयो, यो एउटा भयो। धेरै कुराहरू लेखिएको छ। यो हाम्रो वातावरणसँग सम्बन्धित छ। यसपछि मात्र अब भगवान बुद्धको शिक्षाबारे चर्चा परिचर्चा हुन्छ। यसमा चाहिँ मुख्य गरेर वातावरणको परिभाषा सँगसँगै वातावरणमा आउने ह्रासहरू, वातावरण नोक्सान हुने अनि समस्या किन आइरहेको छ बारेमा चाहिँ हामीहरूले देखिरहेकै र वातावरण शिक्षा अन्तर्गत रहेका कुराहरू यसमा चाहिँ लेखिएको छ। अब सबभन्दा सुरुमा चाहिँ वातावरण भनेको के हो भनेर हामीहरूले हेर्दाखेरि जति पनि वातावरणमा पाइने खनिज, बोट बिरुवा हैन, अब यो जीवजन्तु, वातावरणसँग सम्बन्धित अब जङ्गलमा बस्ने प्राणीदेखि लिएर हामीले देख्ने नदेखिका लोप हुन लागेका प्राणीहरू, मानिसहरू, हावा पानी, यो सबै चाहिँ वातावरणसँग सम्बन्धित छ। त्यसैले बुद्धको शिक्षालाई यदि हामीहरूले राम्रोसँग अँगालेनौँ, बुद्धको शिक्षालाई चाहिँ राम्रोसँग हामीहरूले जानेनौँ र सोही अनुरूप आफ्नो जीवनमा पालन गरेनौँ भने हामी जीव हिंसा गर्दै बस्यौँ, फोहोर गर्दै बस्यौँ, वातावरण दूषित पार्दै बस्यौँ भने एक न एक दिन हामी सबै चाहिँ यो रोगहरूबाट ग्रसित भएर प्राकृतिक विपत्ति आएर जुन अहिले भोगिरहेका छन् त्यो चाहिँ झन्झन बढ्दै जान्छ भन्ने कुरा भगवान बुद्धले त्यो बेलामा नै बताउनु भएको हो। त्यस कारणले उहाँले चाहिँ धेरै प्रेरणा दिइराख्नु भइरहेको छ।
वातावरण जोगाउनको लागि। अब यसको संरक्षण गर्नु, राम्रो वातावरण त हामीहरूलाई आवश्यकता नै छ, किनकि राम्रो वातावरण भयो भने मात्र हामी स्वच्छ हावापानीमा जिउन सक्छौँ, हामी रोगबाट बच्न सक्छौँ, हामीहरूलाई प्राकृतिक विपत्ति हुँदैन भन्ने। अब यसको संरक्षण गर्नु पनि हाम्रो अभिभार हो हैन। हामीहरूले वातावरण राम्रो पार्नुपर्छ भनेर मात्र हुँदैन, त्यसैले यसको संरक्षण गर्नु पनि हामी सबैको दायित्व हो भनेर किताबमा उल्लेख छ। सँगसँगै यो वातावरण संरक्षण गर्नको लागि त्यति सजिलो छैन, यसमा चाहिँ धेरै चुनौतीहरू छन् हैन। अहिलेको अवस्थामा कल कारखानाहरूको वृद्धि छ, मानिसहरूमा चाहिँ खाद्य पदार्थको अभाव छ, मानिसको जनसङ्ख्या वृद्धि सँगसँगै खाद्य पदार्थमा धेरै कुराहरूको मिसावट छ। मिसावट सँगसँगै अब उत्पादनमा ह्रास आएको कारणले गर्दा त्यो उत्पादनलाई अझ छिटो पुर्याउनको लागि केमिकल प्रयोग गर्नेदेखि लिएर माटोमा नै विभिन्न केमिकल प्रयोगहरू गर्दाखेरि माटोको गुणस्तरमा चाहिँ धेरै दबाब पर्छ, गुणस्तर कम हुन्छ, जसको कारणले गर्दा उत्पादक पनि कम हुँदै जाने हुन्छ, जसले गर्दा त्यो असर कसलाई परिरहेको हुन्छ, हामीहरूलाई परिरहेको हुन्छ। त्यस कारणले वर्तमान अवस्था हामीहरूले हेर्ने हो भने त्यतिसम्मको नाजुक छ, हामीहरूले वातावरणलाई संरक्षण गर्न सकिरहेका छैनौँ, कुरा मात्र गरिरहेका छौँ तर त्यसलाई चाहिँ व्यवहारमा लागू गर्न सकिरहेका छैनौँ, जसको कारणले गर्दा रोग लागिरहेको छ। प्राकृतिक विपत्तिहरू हामीहरूले भोगिरहनु परिरहेको छ। कहिले पनि हिउँ नपर्ने ठाउँमा अहिले हिउँ परिरहेको छ, कहिले पनि जाडो नहुने ठाउँमा जाडो भइरहेको छ, कहिले पनि पानी नपर्ने ठाउँमा पानी परिरहेको हुन्छ। त्यस्तो अवस्था चाहिँ भोग्नु पर्ने कारण के हो त, पहिला जस्तो शुद्ध थियो हैन। हामी पहिलाको पालोको बाजे बराजुहरूको कुरा सुन्दाखेरि कति शुद्धसँग खाद्य पदार्थहरू खान पाउँथे। अहिले यो जनसङ्ख्या वृद्धिसँगै मिसावटहरू बढ्दै गइसकेपछि त्यसमाथि सहरीकरण हुने, गाउँमा मानिसहरू नबस्ने, खेतबारीहरू बाँझो हुने, त्यसै रहने र एकै ठाउँमा मात्र प्राथमिकता दिने गर्नाले गर्दाखेरि औद्योगिकरण हुँदाखेरि त्यसको व्यवस्था राम्रोसँग नहुँदाखेरि यसले वातावरणमा धेरै प्रभाव पारिरहेको हुन्छ। त्यस कारणले गर्दा वातावरण विनाशको कारण नै उत्पादन बढ्दै जानु तर क्वालिटी नराम्रो हुँदै जानु, उद्योगहरूको विकास त हुनु तर त्यसलाई चाहिँ व्यवस्थापन नगर्नु, सरकारी पक्षहरूबाट पनि त्यसको राम्रो समन्वय नहुनु, जे उत्पादन गर्दै पनि भयो, जति केमिकल लाग्दै पनि भयो, हामीहरूले खाइरहने खानेकुराहरूमा पनि हामीले पछाडि हेर्ने हो भने धेरैले त हेर्दैनन्, धेरै केमिकलहरू त्यस्तो अखाद्य कुराहरू मिसाइएको हुन्छ। कतिलाई त ब्यान पनि गरिसक्यो, ब्यान गरेर एकछिन ब्यान हुन्छ, फेरि बजारमा त्यही वस्तुहरू पाइन्छ। त्यो नियमन निकायहरूले राम्रोसँग वास्ता नगर्दाखेरि उत्पादन त बढ्यो, उद्योगहरूको पनि विकास त भयो, तर जो बाँच्नुपर्ने मानिसहरू उनीहरू राम्रोसँग बाँच्नको लागि उनीहरूले हजुर मान्छेहरूले बानी पनि पार्दियो कि, बानी पनि पारिदियो। अब हस्पिटल छँदैछ भन्ने भयो, खायो हस्पिटल गयो, त्यस्तो भयो। अहिले त झन् बच्चाहरूलाई बचाउन गाह्रो भइरहेको छ। अब उनीहरूलाई मन पर्ने नै त्यही जङ्क फुडहरू हैन, चाउचाउ बिस्कुट त्यस्तै खान्छन्, भात खान मान्दैनन्, जसको कारणले गर्दाखेरि उनीहरूलाई नै पछिको पिँढीहरूलाई झन् गाह्रो हुने भयो। अब हामीले त बुझेर त्यही अनुसारले खान छोड्छौँ, तर बच्चाहरूलाई बुझाउने कसले, बुझाए पनि बुझ्दैनन्, जसको कारणले गर्दा उनीहरूलाई झन् बुझाउनु पर्ने आवश्यकता छ यस्तोमा। अनि जीव हिंसा पनि वातावरण विनाशको कारण हुन लागेको छ। अवस्था हेर्दाखेरि अब लोप हुन लागिरहेका जनावरहरूलाई मार्ने, उनीहरूको अवैध व्यापारहरू हुने, छालादेखि लिएर प्राणी हिंसाहरू गर्दै त्यसरी व्यापार गर्दै जाँदाखेरि उनीहरू त लोप हुन्छ नै, उनीहरू लोपको कारणले गर्दा वातावरणमा असर पर्न जाने हुन्छ। त्यसमाथि प्राकृतिक प्रकोप पनि एउटा वातावरण विनाशको कारण भयो। मानिसहरू अपराधिक क्रियाकलाप बढ्दै गइसकेपछि यो प्राकृतिक प्रकोप पनि बढ्दै जान्छ। यो धर्मको भाषाले भनिन्छ, जति अपराध बढ्दै गयो त्यति विनाश पनि बढ्दै जाने हुन्छ, जसको कारणले गर्दाखेरि अब बाहिर देशमा युद्ध भइरहेको हुन्छ, भोग्ने हामीले भोगिरहनु पर्ने हुन्छ वातावरणमा। त्यसैले वातावरणको संरक्षण गर्नु हामीहरूको दायित्व हो हैन। किन अब त्यसलाई चाहिँ हामीले रोक्ने, अब कसरी रोक्न सकिन्छ, अब धेरै कारणहरू छन् रोक्न सकिने। जनचेतना फैलाएर हुन्छ कि आफैले नै त्यसलाई पालन गरेर हुन्छ कि, अब पञ्चशील मात्र पालन गर्यो भने पनि
वातावरणलाई रोक्न सक्ने सम्भावना पनि धेरै हुन्छ है। अब मान्छेले म वातावरणलाई रोक्छु भनेर भन्छ नेताहरूले, अब त्यो झुटो बोले हुन्छ पञ्चशील पालन गर्दैन अनि रोक्दैन है। त्यसैले गर्दाखेरि पञ्चशीललाई मात्र राम्रोसँग पालन गर्यो भने पनि वातावरण संरक्षणमा धेरै फाइदा पुग्न जान सक्ने हुन्छ। अनि भगवान् बुद्धले बताउनु भयो अनुसार रुखको महत्त्व पनि धेरै छ। रुखहरू फडानी नगरिकन अब एकछिनपछि आउँछ रुखको बारेमा। रुखको महत्त्वलाई चाहिँ हामीहरूले बुझ्नु पनि पर्ने हुन्छ। अब यो चाहिँ अघिको कुरा भयो समस्याहरू चाहिँ। अब जङ्गल ह्रास हुनाले, कारखाना बढ्नाले, कार्बन डाइअक्साइड उत्पादनमा बढ्नाले, अनि जसको कारणले गर्दा ओजोन तह भन्ने जुन छ माथि रहेको लेयर, त्यो लेयर फाट्दै जान्छ अनि सनलाइट डाइरेक्ट हामीमा पर्नाले पनि र त्यसले गर्दा वातावरणमा पनि असर पर्न जाने हुन्छ। मानिसलाई त असर पर्छ नै। यो कल कारखानाहरूबाट निस्किने धुवाँ धुलो इत्यादिको कारणले गर्दाखेरि पनि वातावरणमा ठुलो असर पर्न जाने हुन्छ। यो साधारण मात्र लेखिएको छ किनकि 1 2 कक्षा भएको कारणले गर्दा। यदि चाहिँ हामीहरूले संरक्षण कसरी गर्ने, समस्या के हुन्, वातावरण भनेको के हो, विनाशको कारण के हो, संरक्षण यसलाई कसरी गर्नुपर्छ भन्ने कुराहरू हामीले आफ्नै भाषामा लेखे पनि भयो। अब अर्कोमा जाऊँ हामी। रुखको यहाँ एउटा वातावरण संरक्षकको रूपमा बुद्ध भनेर भनिएको छ। अघि केही पञ्चशीलकै कुराहरू छन्, त्यसलाई चाहिँ हामीले आयो भने पनि लेख्न सक्छ। त्यसपछि अब हामी रुखको संरक्षण को लागि बुद्ध शिक्षा रुखको महत्त्व बुद्ध जीवनीमा बुद्ध जीवनी र रुखको सम्बन्ध। लुम्बिनी बुद्ध गया सारनाथ कुशीनगर ध्यान सात सप्ताह मा वृक्षको प्रयोग। धम्मपद विनय पिटक जातक पेतवथु मा
रुखको बारे उल्लेख। रुखको रक्षाले पुण्य प्राप्ति। उपयुक्त स्थान जस्तै अरण्य, जङ्गल, रुखमूल, रुखको मूल। यो चाहिँ दोस्रो अनुच्छेदतिरको हो। किताबमा वातावरण संरक्षकको रूपमा बुद्ध भनेर लेखिएको छ है। यो वातावरण संरक्षकको रूपमा बुद्ध भनेको मतलब भगवान बुद्धले वातावरणलाई संरक्षण गर्नको लागि धेरै प्रेरणाहरू दिइराख्नु भइरहेको छ। जस्तै हामीहरूले हेर्ने हो भने पानी बचाउनु पर्छ भनेर पानी दानलाई बुद्ध पूजामै राखिदिनु भएको छ। र त्यस्तै वातावरणबाट पाइने फलफुलहरू, फुलहरू यसलाई पनि एउटा पूजाको सामग्रीको रूपमा राखिदिनु भएको छ। खाद्य पदार्थहरू जुन माटोबाट आउँछ त्यो खाद्य पदार्थलाई पनि उहाँले भोजन दान भनेको सबैभन्दा महत्त्वपूर्ण दान हो भनेर भन्नुभएको छ। यो वातावरणमा जति पनि उत्पादनहरू हुन्छन् यसलाई चाहिँ अन्नहरू जति पनि छन् त्यसलाई फाल्नु हुँदैन हैन। अन्न भनेको सानो भए पनि हामीहरूले त्यो अन्नलाई चाहिँ आफ्नो जीवन बिताउनको लागि महत्त्वपूर्ण कुरा हो भनेर अगाडि बढ्नुपर्छ भनेर भगवान बुद्धले यो वातावरण संरक्षण गर्नुको लागि उहाँले धेरै राम्रोसँग उपदेश गर्नुभएको पाइन्छ। अनि विलासी जीवन, वातावरणलाई नराम्रो पारेर आफूले चाहिँ विलासी युक्त जीवन बिताउनु हुँदैन, त्यो चाहिँ हाम्रो लागि राम्रो होइन भनेर पनि उहाँले समय समयमा बताइरहनु भइरहेको छ। उहाँले चाहिँ वन्यजन्तु रुखको संरक्षण गर्नुपर्छ भनेर आफू नै रुखमा चाहिँ बसेर उपदेश दिने, रुख मूल हो हैन, रुखको मूलमा चाहिँ उपदेश दिने। त्यस्तै सन्तोषी भएर हैन, पहिलाको समयमा यो रुखहरू धेरै हुनु अनि रुखलाई फडानी गरेर विभिन्न भवनहरू निर्माण गर्नु त्यसलाई चाहिँ एउटा धनाढ्यको रूपमा लिने गर्थ्यो। त्यसकारणले धन सम्पत्ति धेरै बनाएर मात्र हुँदैन, हामी सन्तोषी हुनुपर्छ भनेर भगवान बुद्धले आफ्नो जीवनमा धेरै रुखको लागि, वातावरण संरक्षणको लागि अप्रत्यक्ष रूपमा प्रेरणा दिइरहनु भइरहेको पाइन्छ। त्यसकारणले अब हामी जाउँ रुखको संरक्षणको लागि बुद्धको शिक्षा
भगवान् बुद्धको जीवनी हेर्दा हामीले उहाँले संरक्षणको लागि के कसरी चाहिँ बताइरहनु भइरहेको छ भन्दा सबभन्दा सुरुमा त उहाँले रुखको महत्त्वलाई चाहिँ दर्शाइरहनु भइरहेको छ। हामीले हेर्ने हो भने उहाँले प्रत्यक्ष रूपमा रुखको महत्त्व नभने तापनि बुद्ध जीवनी र रुखसँग सम्बन्धित हामीले हेर्ने भने लुम्बिनी जहाँ चाहिँ भगवान् बुद्ध जन्मिएको भनेर जुन रुख छ त्यसलाई चाहिँ धेरै पूजा गरिन्छ। त्यस्तै बुद्ध गया जहाँ चाहिँ उहाँले बुद्धत्व प्राप्त गर्नुभएको ज्ञान प्राप्त गर्नुभएको स्थान भनेर त्यो रुखलाई चाहिँ धेरै पूजा गर्ने पाइन्छ। त्यति मात्र नभइकन 7 सप्ताहमा पनि अघि मैले भने वृक्षहरूको चाहिँ सम्बन्ध रहेको छ, अजपाल वृक्षहरू होइन। त्यस्तै सारनाथ जहाँ चाहिँ उहाँले धर्मचक्र प्रवर्तन गर्नुभएको त्यो पनि पञ्चभद्र वर्गीयलाई त्यो पनि उहाँले रुखको मुनि नै रुखको मुनि नै बसेर उहाँले चाहिँ दिनुभएको पाइन्छ। कुशीनगर जहाँ 2वटा साल वृक्षको बिचमा उहाँको परिनिर्वाण भएको थियो त्यो पनि रुखकै छायामा बसेर उहाँ चाहिँ मृत्यु हुनुभएको। यो सबै घटना देख्दाखेरि भगवान् बुद्धले रुखलाई धेरै महत्त्व दिनुभएको छ भन्ने पाइन्छ। त्यस कारणले रुखको महत्त्व बुद्ध शिक्षामा के कति छ भनेर भन्दाखेरि यो 4वटा घटनालाई चाहिँ तपाईँहरूले दिन सक्नुहुन्छ। अझ जस्तै उहाँले चाहिँ आनापानसती ध्यान बच्चा बेलामा 7 वर्षको हुँदाखेरि ध्यान बस्नुभएको थियो। त्यति बेलामा पनि उहाँले रुखलाई महत्त्व दिएर जुन रुखमा उहाँ बस्नुभएको थियो त्यो रुखको छाया पनि यताउता नभएको भनेपछि उहाँले चाहिँ यो वृक्षमा एउटा देवताले बास गरेको हुन्छ। त्यसैले हामीहरूले वृक्षलाई काट्नु हुँदैन, यसलाई चाहिँ पूजा गर्नुपर्छ भनेर एउटा अप्रत्यक्ष रूपमा चाहिँ वृक्षको संरक्षणको लागि चाहिँ आवाज उठाउनु भएको छ। त्यसैले गर्दाखेरि पनि वृक्षलाई चाहिँ बुद्ध धर्ममा धेरै राम्रोसँग चाहिँ बताइएको पाइन्छ। अब हामीहरूले धम्मपदमा पनि हेरौँ, धम्मपदमा पनि उहाँले चाहिँ रुखको लागि पुरै गाथा नै दर्शाइरहनु भइरहेको छ। त्यो गाथा चाहिँ उहाँले एकजना वृद्ध भिक्षुलाई उहाँले भन्नुभएको थियो, भिक्षु हो वनलाई सखा पार तर वृक्ष नकाट, वनबाट भय हुन्छ, वन र झाडीलाई काटेर मात्रै निर्वाण प्राप्त गर्न सकिन्छ भन्ने किताबमा उल्लेख छ। तर यो वन भनेको मतलब नराम्रो चिजहरू भयो, जुन झारीहरू छ त्यो झारीहरूलाई काटेर फालेर जुन राम्रो राम्रो वृक्षहरू छन् त्यसलाई चाहिँ नकाट्नु भनेर रुखलाई चाहिँ संरक्षण गर्नको लागि उहाँले चाहिँ बताइरहनु भइरहेको छ। यति मात्र नभइकन उहाँ चाहिँ एकपटक उहाँले चमत्कार देखाउनु भएको थियो। चमत्कार कस्तो त भन्दाखेरि आँपको रुखमुनि है, यो किताबमा चाहिँ 87 पेज नम्बरमा 2रो अनुच्छेदमा छ, तपाईँले हेर्नु होला। एकपटक भगवान् बुद्धले आँपको रुखमुनि चमत्कार देखाउने घोषणा गर्नुभयो। किन गर्नु परेको त भन्दाखेरि त्यति बेलामा भगवान् बुद्धलाई केही पनि आउँदैन, उहाँले त चमत्कार पनि देखाउँदैन, उहाँसँग रिद्धि शक्ति पनि छैन, बरु मोदग्ल्यान भन्टेहरू अरू भन्टेले देखाउँछ भन्दाखेरि उहाँले चाहिँ देखाउने भनेर घोषणा गर्नुभयो। के गर्ने त भन्दाखेरि उहाँले चाहिँ आँपको रुखको अगाडि यमक प्रातिहार्य जस्ता प्रातिहार्य देखाउँछु भनेर घोषणा गर्ने बित्तिकै तीर्थङ्करहरू जो उहाँको शत्रुहरू थियो तिनीहरूले आँपको रुखहरू सबै काटिदिँदाखेरि सबै रुख विहीन, श्रावस्तीलाई नै आँपको रुख विहीन बनाइदिँदाखेरि भगवान् बुद्धले आषाढ पूर्णिमाको दिन गण्डव भन्ने व्यक्तिबाट एउटा आँप चाहिँ पाउनुभयो। त्यो आँप खाएर त्यो बिहा चाहिँ राखेर पानी हालिदिँदाखेरि त्यो बिहाबाट धेरै आँपका रुखहरू चाहिँ फलेका थिए र त्यही चमत्कारको कारणले गर्दा त्यही रुखमा उहाँ बस्नु भएर जुन रुख चाहिँ उहाँको बिहाबाट उत्पन्न भएको थियो त्यही रुखमा उहाँ बस्नु भएर यमक प्रातिहार्य देखाउनु भएको थियो। भनेपछि उहाँले रुख काट्नुलाई समर्थन गर्नु हुँदैन, झन् धेरै रुख होस् वृक्षहरू होस् भनेर भन्नुहुन्छ। त्यस कारणले पनि धम्मपदमा रुखलाई चाहिँ बचाउनु पर्छ हैन, वृक्षलाई नकाट, छेत्वा वनञ्च वनथञ्च भनेर धम्मपदमा उल्लेख छ। यो मग्ग वर्गमा छ। यहाँ चाहिँ धम्मपदको उल्लेखै छैन जस्तो। हजुर, धम्मपदमा बरु वनमारा झारहरू छ नि जुन जसले वनलाई खान्छ तिनीहरूलाई बरु काट,
वृक्षलाई चाहिँ नकाट। त्यस्तै हामीहरू निर्माण प्राप्त गर्नको लागि यो लोभ द्वेष मोहलाई काट्नु तर राम्रो चिजहरूलाई चाहिँ बचाइराख्नु भनेर उहाँले चाहिँ यसरी वृक्षलाई सम्बन्धित गरेर देशना गर्नुभएको छ उदाहरण दिएर। अर्कै किताब हो कि भन्थे ज अनि होइन मैले मोबाइल हेरेर ए मोबाइलमा भन्नुभयो किताब यहाँ धर्मपदको यहाँ के लेखेको छ न भनेर यो धम्मपद लेख्नु पर्दैन जस्तो एकदम गाह्रो छ यो गाथा। छैन पढेन यसमा छैन मैले हजुर। किताबमा छैन भने त आफूले चाहिन्न होला। अनि विनय पिटकमा पनि के उल्लेख छ भन्दाखेरि विनय पिटक भनेको त नियम हो। भन्टेहरूलाई रुख काट्न छुट छैन। सानो वृक्ष बाँध्दाखेरि पनि आपत्ति लाग्छ हामीलाई। त्यस कारणले गर्दा अब श्रामेरहरूले त रुख काट्न मिल्छ, यो वन के भन्छ वृक्ष पनि चुडाउन मिल्छ, पात पनि चुडाउन मिल्छ, तर हामीले मिल्दैन। अब हामीले चुडाउनु पर्यो नि के गर्नु पर्यो भन्दा श्रामेर छ भने उसलाई बोलाएर चुडाउन लगाउन चाहिँ मिल्छ, तर आफैले चाहिँ मिल्दैन हामीलाई। हामीले चुडायो भने चाहिँ हामीलाई दोष लाग्छ। त्यही भएर विनय पिटकमा रुखलाई र त्यो वृक्षहरूलाई त्यसरी उहाँले संरक्षण गर्न सिकाउनु भएको छ। यहाँ लेखेछ नि भन्दै त्यस्तै संयुक्त वनमा र झारहरू उखेली रुखहरू बचाउनु पर्ने हजुर बताउनु भएको छ। त्यो उखेल्न त मिल्ने रहेछ नि त भन्दै त्यो रुख बचाउनुको लागि चाहिँ रुखलाई बचाउन मिल्छ, त्यो वनमा र झार काट्ने पनि आफूले काट्न मिल्दैन, अरूलाई कटाउनु पर्छ। यस्तो यदि कोही भएन भने चाहिँ त्यो दोष लाए पनि अब काट्नुपर्ने अवस्था आएन काटिने हो, तर कोही छ भने चाहिँ आफूले काट्न मिल्दैन। अब संयुक्त निकायहरूमा पनि उहाँले चाहिँ सडकको दायाँ बायाँ फलफुलहरू रोप्नु भनेर त्यहाँ चाहिँ उल्लेख गरेको पाइन्छ। किन त्यसरी रोप्नु त भन्दाखेरि यदि हामीहरूले सडकको दायाँ बायाँ रुख बिरुवाहरू रोप्यो भने कमसेकम बाटो हिँड्ने बटुवाहरू थकाइ मार्नु पर्यो भने रुखको सहारामा थकाइ मार्छ। अब पहिलाको समयमा रुखलाई नै एउटा आराम गर्ने स्थलको रूपमा विकसित गरेको पाइन्छ। त्यस्तै उहाँले चाहिँ पेतवत्थु है, पेतवत्थुमा एउटा जातक कथा उल्लेख गर्नुभएको छ। यो चाहिँ 87 पेजको अन्तिम अनुच्छेदमा उल्लेख छ है। रुख काट्न नहुने सम्बन्धमा एउटा महत्त्वपूर्ण प्रसङ्ग पेतवत्थुमा उल्लेख गरेको छ, जहाँ चाहिँ अङ्कुर भन्ने एक व्यापारी 1000 गाडामा सामान भरिभराउ गरेर द्वारवतीबाट कम्बोजतिर लाग्यो। उसको साथमा एकजना दुष्ट मान्छे र 500 जना व्यापारी थियो। बोधिसत्व चाहिँ त्यति बेलामा अब यो चाहिँ हामीले हेर्ने हो भने पेतवत्थु सँगसँगै जातक कथासँग पनि सम्बन्धित रहेको भनेर थाहा पाउन सक्छौँ। एक व्यापारी 1000 गाडामा सामान भरिभराउ गरेर द्वारवतीबाट कम्बोजतिर लाग्यो। उसको साथमा एकजना दुष्ट मान्छे र 500 व्यापारी पनि थियो। जाँदा जाँदै एक मरुभूमि आइपुग्यो। त्यहाँ उनीहरूलाई पानीको अभाव त भयो। तिर्खाले मानिस र पशुहरू प्राणान्त हुने स्थितिमा पुगे, प्राण नै जाला जस्तो स्थितिमा पुगे। त्यस समयमा एक यक्ष आएर उनीहरूलाई पानीको व्यवस्थाका साथै खानपानको पनि व्यवस्था गरिदियो। फर्किने क्रममा जुन एक दुष्ट मान्छे थियो, त्यो एक दुष्ट मान्छेले यक्षको प्रभावलाई शक्तिलाई आफूसँगै लाने प्रयास गर्यो अरे। अरूहरूले उसको कृतज्ञ क्रियाकलापलाई निन्दा गरी यो यक्षले हामीलाई पानी पनि खुवाएको छ, खाना पनि दिएको छ, जीवन पनि दान दिएको छ, त्यसैले गर्दाखेरि यो यक्षलाई तिमीसँगै नलानु। त्यो दुष्ट मान्छेले के सोचेको थियो, यसले त खाना पनि दिन सक्दो रहेछ, पानी पनि दिन सक्दो रहेछ, यसलाई घरमा लिएर गयो भने त म त आनन्दले खान पाउने भयो, काम पनि गर्नु परेन भनेर भन्दा त्यसरी चाहिँ त्यो यक्षलाई चाहिँ लान खोजेको थियो, तर लान दिएन। उसको आफ्नो स्वभाव देखाउँदै जुन रुखले शीतलता दिन्छ, फल दिन्छ, आवश्यक भएमा त्यस रुखलाई काटेर प्राप्त भएको काठबाट फाइदा लिन जान्नुपर्छ भनेर त्यो धूर्त व्यक्तिले अन्य व्यक्तिहरूलाई चाहिँ सल्लाह दिएको रहेछ हैन। जुन रुखले चाहिँ हामीलाई फल दियो त्यो रुखलाई चाहिँ हामीले काटेर भए पनि त्यसबाट फाइदा लिन सक्यो भने पो फाइदा लिन सक्ने चलाक भइन्छ। अब यक्षले हामीलाई फाइदा दियो, हामीले लिँदै नलिने भयो भने त यक्षको शक्ति त त्यसै जाने भयो भनेर उसले त्यसरी भन्दा धेरै मानिसले उसको विरोध गर्यो। त्यसरी विरोध गरेर तिनीहरूले के भने त भन्दा जुन रुखले शीतलता दिन्छ, फल दिन्छ, त्यसलाई काट्नु हुँदैन
बरु रक्षा गर्नुपर्छ भनेर सबैले विरोध जनायो है। यस प्रसङ्गको वर्णन गर्नुहुँदै बुद्धले दुष्ट व्यक्तिको कुरा ठिक नभएको र रुखलाई रक्षा गर्दा धेरै फल प्राप्त हुने कुरा गर्नुभएको थियो। भनेपछि यहाँ जो मुख्य व्यक्ति हो त्यो चाहिँ बोधिसत्व भगवान् बुद्ध हो भनेर भन्न सकिन्छ। अनि धेरै जातक कथाहरूमा पनि हामीले हेर्ने हो भने बोधिसत्व कहिलेकाहीँ वृक्ष देवता भएर पनि जन्मनु भएको छ। वृक्ष देवताको अर्थ के हो? वृक्षलाई रक्षा गर्नु हो। त्यसैले गर्दा उहाँको उपदेशहरू सुन्दा वृक्षलाई रक्षा गर्नुपर्छ भनेरै छ, वृक्षलाई काट्नुपर्छ भन्ने कहीँ कतै उल्लेख नभएको कारणले गर्दाखेरि बुद्धचर्या भगवान् बुद्ध हुनको लागि बोधि वृक्षले पनि सहयोग पुर्याएको, त्यति मात्र नभइकन बोधिसत्व हुँदाखेरि पनि सहयोग पुर्याएको भएर रुखको संरक्षणमा बुद्ध शिक्षाले धेरै महत्त्व राखेको पाइन्छ भनेर यसरी चाहिँ हामीहरूले उल्लेख गर्न सक्छौँ। अनि त्यस्तै आध्यात्मिक विकासको लागि उपयुक्त वातावरणको आवश्यकता। यदि तपाईँहरू ध्यान बस्न चाहनुहुन्छ हैन, आध्यात्मिक विकासको चाहना राख्नुहुन्छ भने एक त शून्यागार भनेर शान्त ठाउँ चाहिन्छ। त्यो शान्त ठाउँ भनेको अरण्य जङ्गलमा मात्र हुन्छ, रुख मुलो रुखको मुनि मात्र हुन सक्छ भनेर त्यसरी जङ्गल र रुख दुईटालाई पनि महत्त्वपूर्णका साथ बुद्ध धर्ममा दर्शाइएको पाइन्छ। त्यसैले रुखको कारणले गर्दा नै भगवान् बुद्धले बुद्धत्व प्राप्त गर्नुभयो। हरेक चिज भगवान् बुद्धको रुखकै मुनि बितेको छ। त्यसैले पनि उहाँले अरण्य गतो वा रुख मूल गतो वा, हे भिक्षुहरू जङ्गलमा जाऊ, रुखको मूलमा ध्यान बस भनेर यसरी चाहिँ भन्नुभएको पाइन्छ। अब अर्को है, अन्तिममा वन्यजन्तु संरक्षणका लागि बुद्धको शिक्षा पञ्चशीलको पालना, सम्यक आजीविका, जसमा 5 व्यापार निषेध, यो 5 व्यापार भनेको शस्त्र, जीव, मांस, मादक, विष, विनय नियम, विनय नियम अन्तर्गत पशुको हाड, छाला, दाँत,
सिङबाट बनेको चिज प्रयोगमा प्रतिबन्ध। त्यस्तै पशुमाथि चढ्न निषेध। जीव जन्तुलाई अभयदान। जीव जन्तुको संरक्षक भएर विभिन्न जन्म। भगवान बुद्धले वातावरणीय ह्रासको मुख्य कारण वन्यजन्तुको विनाश हो भन्ने कुरा धेरै पहिला नै थाहा पाइसक्नु भएको थियो। त्यसकारणले उहाँले पटक पटक जुनसुकै उपदेशहरू र अन्य अवस्थाहरूमा पनि उहाँले जीव जन्तुको संरक्षण गर्नुपर्छ भनेर धेरै जोड दिनुभयो। उहाँले अहिंसाको पाठ सिकाउनु भयो। त्यस कारणले गर्दा हामीले हेर्न सक्छौँ वन्यजन्तु जुन वातावरणको अभिन्न अङ्ग हो, वातावरण संरक्षणको लागि वन्यजन्तुको संरक्षण पनि महत्त्वपूर्ण छ भनेर बुद्ध शिक्षाले सिकाउँछ। भगवान बुद्धले सिकाउन खोज्नु भएको पनि त्यही हो। त्यस कारणले सबभन्दा सुरुमा हामीले पञ्चशील पालन गर्दाखेरि नै पानातिपाता वैरमणि शिक्षापदं समादियामि भनेर पढ्छौँ। त्यो भनेको नै प्राणी हिंसालाई मैले मार्दिन, वन्यजन्तुको संरक्षण गर्छु, जीव जन्तुलाई मैले संरक्षण गर्छु भनेर त्यसरी भनेको कारणले गर्दा पञ्चशीलको पालना गर्दाखेरि पनि वन्यजन्तुको संरक्षण हुन्छ भन्ने कुरा यसबाट थाहा हुन्छ। त्यस्तै सम्यक आजीविका, यो चाहिँ आर्य अष्टाङ्गिक मार्ग। तपाईँ चाहिँ बुद्धत्व प्राप्त गर्न खोज्नु भइरहेको छ, बुद्धत्वको अभ्यास गरिराख्नु भइरहेको छ, धर्मको अभ्यास गर्नुभएको छ भने तपाईँले सम्यक आजीविका पनि पालना गर्नुपर्ने हुन्छ। सम्यक आजीविकामा व्यापार गर्न नमिल्ने निषेध गरिएको व्यापारहरूमा 5 वटा व्यापार रहेको छ, जसमा शस्त्र निषेध गरिएको छ। जुन शस्त्रले प्राणीहरूलाई हत्या गरिन्छ त्यो शस्त्रलाई निषेध गरिएको व्यापार गर्न। त्यस्तै जीवको व्यापार गर्न पनि निषेध गरिएको छ है, प्राणीहरूलाई चाहिँ बेचबिखन गर्ने। त्यस्तै मासुको व्यापार गर्न पनि निषेध गरिएको छ। मादक पदार्थको व्यापार गर्न पनि निषेध गरिएको छ। अनि विषको व्यापार गर्न पनि निषेध गरिएको छ। यो 5 कुराबाट चाहिँ मान्छे नै मर्ने हो, प्राणी नै मर्ने हो, जीव जन्तु नै मर्ने हो। त्यस कारणले गर्दा त्यो जीव जन्तु मर्ने जुन कारक हो त्यसलाई चाहिँ उहाँले निषेध गर्नुभएको छ। बुझ्नुभएको छ है। र त्यस्तै विनय नियममा हामीले राम्रोसँग गौण गरेर हेर्यो भने भगवान बुद्धले त्यसमा चाहिँ पशुको हाड, छाला, दाँत, सिङ भन्छ, सिङबाट बनेको चिज प्रयोग गर्नु हुँदैन। यदि प्रयोग गरेमा आपत्ति लाग्नेछ, प्रयोग गरेमा चाहिँ दोष लाग्नेछ, प्रयोग गरेमा अकुशल कर्म हुनेछ भनेर त्यसरी चाहिँ बताइरहनु भइरहेको छ। त्यस्तै पशुहरूलाई चाहिँ हामीहरूले माया गर्नुपर्छ, दया गर्नुपर्छ, उनीहरूमाथि करुणा राख्नुपर्छ भनेर पशुहरूमाथि चढ्न पनि निषेध गरिएको छ।
अब अरू व्यक्तिहरू त घोडामा चढ्छ, हात्तीमा चढ्छ, तर भिक्षुहरू त्यसरी चढ्न मिल्दैन। अब बौद्धहरू नै भयो भने पनि हामी नचढ्नु बेस हुन्छ, किनकि यसले गर्दाखेरि पशु पक्षीहरूमा उनीहरूलाई चाहिँ दुःख दिएको जस्तो हुन जाने हुन्छ। त्यस्तै हामीहरूले धेरै जातक कथाहरू हामीहरूले हेर्ने हो भने धेरै जातक कथामा बोधिसत्वले अभय दान दिएको, आफू राजा भएर पनि अभय दान दिएको, या जीव जन्तु नै भएर जन्मे तापनि उहाँले गर्दा अरूहरूले अभय दान पाएको। जस्तै कुकुर जातक भन्ने जुन सुनख जातक छ त्यसमा पनि हामीहरूले कुकुरहरूलाई चाहिँ बचाउनु भएको, संरक्षण गर्नुभएको हामीले देख्न सक्छौँ। त्यस्तै खरायो भएर जन्म लिँदाखेरि पनि उहाँले संरक्षण गर्नुभएको छ। धेरैचोटि उहाँले चाहिँ आफूले अन्य व्यक्तिहरूलाई संरक्षण दिनुभएको छ, कहिलेकाहीँ आफू नै होमिएको छ अरूलाई बचाउनको लागि है। त्यस कारणले गर्दाखेरि जीव जन्तुको संरक्षक भएर पनि उहाँले विभिन्न जन्म चाहिँ जन्मनु भएको छ। र यो सबै कुराबाट थाहा पाउन सक्दछौँ कि भगवान् बुद्धले देखाउनु भएको जुन दर्शाउनु भएको उपदेश र देखाउनु भएको बाटो नै वन्यजन्तु संरक्षण गर्नुपर्छ। यदि वन्यजन्तुलाई संरक्षण गर्यो भने वातावरणको संरक्षण हुन्छ, वातावरणको संरक्षण गऱ्यौँ भने हामीहरूको संरक्षण हुन्छ र हामीहरूले स्वस्थ हावा, पानी, खाद्य पदार्थ खान पाउँछौँ, जसको कारणले गर्दा हामी स्वस्थ भएर जिन्दगी यापन गर्न सक्यौँ भने स्वास्थ्य नै धन हो भने जस्तै त्यो धन हामीहरूले प्राप्त गर्न सक्छौँ र धर्म कर्म पनि राम्रोसँग गर्न सक्छौँ, पुण्य पनि राम्रोसँग गर्न सक्छौँ। कसैले नमार्यो भने पुण्य पनि प्राप्त हुने भयो। त्यसैले गर्दाखेरि यसबाट हामीले धेरै पुण्य पाएर निर्वाण पनि प्राप्त गर्न सक्छौँ भनेर उहाँले चाहिँ यसरी बताउनु भएको छ। त्यसैले यो कुरालाई हामीहरूले बुझेर वातावरण संरक्षणमा ध्यान दिनुपर्छ, वन्यजन्तु संरक्षणमा ध्यान दिनुपर्छ भन्ने कुरा नै यो पाठले हामीलाई बुझाउँछ। केही नबुझेको छ हजुर? जीव जन्तुको संरक्षक भएर विभिन्न जन्म चाहिँ जन्मनु भएको लेखे पनि भयो। जन्म भनेपछि बुझिन्छ।